हिनेको टोयलेट हिनेको नि के का थुक्क नि तपाईँ हग्नुहुन्न र सुन भाइ सुनि त राछु नि भन्नु न के हो तिम्रो नाम मेरो नाम सागर हो के काम तपाईँलाई भन्नु त यहाँ मलाई अतै सुक्यो के सलाई छ सलाई किन हो सलाई फेरि चाहिएको मलाई पहिला नाच्नु अनि दिन्छु सलाई ओए कता हिँडेको मलाई चिन्यौ कि नै ल मलाई चिनिनौ एकचोटि राम्रोसँग हेर त मेरो थुतुनो कोजै देख्या छु म अमिताभ बच्चन झै रे यस्तो कालो कलौटो थुतुनो छ शरीर पनि मोटो छ त्यसै अमिताभ बच्चन अरे साँच्चै तिमीले त आजकल गाँजा तान्दै हिँड्छौ अरे मार्केट भरि त्यस्तै हल्ला छ कति भयो तिमीले गाँजा तान्न लगाएको अझै थाहा छैन अरे दिनमा कतिचोटि गाँजा तान्छौ भन त भन्दिन भन न हे तेरिका मलाई भन्न के हुन्छ र भन न ल ल नभन्ने अनि नभन तर आजदेखि गाँजा तान्न छोड्देऊ नि त्यहाँ छोड्देऊ बरु चुरोट तान क्या गाँजा तान्न चाहिँ आउँछ अरे चुरोट तान्न चाहिँ आउँदैन म सिकाइदिउला नि त ल आइहाल्छु नि घर चाहिँ कहाँ हो तिम्रो ए धादिङ हो अनि कति बेला आऊँ भन त ल बेबी जाम आज फिल्म हेर्न जाम के हुन्छ र ए थाहा पाउनुहुन्न के कसले भन्छ र ए त्यो पल्लारे साइनोलाई त म लात्तै हान्छु के तिमी चिन्ता नगर न बरु फिल्म हेर्न जाँदा के खानी भन त चुरोट कहाँ बसेर खानी त हुन्न मेरो काखमा त चुरोट खाने पनि क्यान्सर हुन्छ तिमीलाई थाहा छैन 2-3 दिन चुरोट खान पाएन भने तिमी के हेर्छौ भन त बोल्दै के भो मौसम पनि चिसो छ आज जामकै रौसी खान को जाने त दुई मात्र जाने भए के टाढा जाने हो र यही बसम बोतल लिएर ए ल टाढै जाम ला कति बोतल खानी त 3-4 बोतलले के हुन्छ नटेकिनी हो दुई भाइ बसी 10-15 बोतल त मजाले खान सकिन्छ ए ल के तपाईँले खान नसक्ने म एक्लै खामला का फिट्टु भएर गर्दा नि यो ए केही गर्दैनन् के बाले कति डरा बा सारा मुड खराब गरिदियो के भयो अब जाडो पनि बढो यसो बिहा गर्न पर्यो के मेरो ए रह नहीं जाता तड़पी ऐसी है ना गर्छस् बिहा तँलाई उम्रिदिएको 3 पात केटाकेटीले के का बिहा गर्ने हो ज्याकेट साकेट लाउने केटाकेटीको जाडो त त्यसै पनि बाख्राले खाइदिन्छ हैन त बडी आफूले बिहा गरेर मोज गरेन अझ मलाई केटाकेटीको जाडो बाख्राले खान्छ अरे जाम बुढो सुत्न ससुराबा नमस्ते ढोकिया हुन्छ यसरी हुन्छ ढोकिया यसरी हुन्छ अरे काम गर तिमीले लाइसेन्स बनायौ मलाई किन चाहियो लाइसेन्स मलाई गाडी चलाउनै आउँदैन मुख चलाउन त आउँछ नि त्यसको बनाउ न भन त अब तिम्रो चोलीको तुना फुत्के मैले के आराम त यस्तो चुप्पा गर्ने कुरा नगर है अरू सुनाऊ के भो फेरि जवानले पोल्यो रे हैन होला ए अनि कहिलेदेखि पोल्न लागेको त जवानले कठै बरा अनि त जवानी कसलाई दिने विचार गरी छौ त ए रह नहीं जाता तड़पी ऐसी है ना के हो तिम्रो नोकर र म तिमीले जे भन्यो त्यही पड्काउनलाई को हो तिमी तिमी नाम के हो तिम्रो भन न नाम के हो ए अनि कहाँ हिँडेको त अनि किन हो त निराश देखिराखौ त बिचारा कसले लयो होला है झुम्का मैले अरे मलाई चोर भनेको हान्दिम हो एक क्यामेराम्यान हटाइ पहुँच लाग्ला तपाईलाई सबभन्दा बढी खानामा के मन पर्छ नि बोइलर ए बोइलर अनि बोइलरको चाहिँ के चीज मन पर्छ नि चाकहरु तिमीले एबीसीडी भन्न जानी हौ कि नै जान्दिनौ अनि क ख ग घ भन्न सक्छौ कि नै त सक्दिनौ म ए तिमीले त एबीसीडी भन्न पनि नजान्नी रहेछौ क ख ग घ भन्न पनि नसक्नी रहेछौ भविष्यमा के हुन मन छ तिमीलाई तिम्रै हुन मन छ मलाई मेरो हुन मन छ अरे
मेरो त गर्लफ्रेन्ड छ हो गर्लफ्रेन्ड अनि मलाई भेट्न पनि बोलाएको छ आज ल म गएँ गर्लफ्रेन्ड भेट्न नजाऊ कतै छाडेर मलाई किन सक्दिन म एक्लै जिउनलाई अब तिमी एक्लै जिउन सक्दैन भनेर मेरो आफ्नो गर्लफ्रेन्ड भेट्न नजानु त म गएँ आउन माया माया रे कसको माया मेरो तिम्रो माया रे होइन म तिम्रो माया साया हो ए म होइन के म गएँ यार म गर्लफ्रेन्डले बोलाइछ आउन उहाँ गर्लफ्रेन्डले भेट्न बोलाइछ अनि उसलाई भेट्न छोडेर तिमीलाई भेट्न चाहिँ म कसरी आम भन त काम परेको बहाना गरेर तिम्रो कुरा त ठिकै हो तर मिल्दैन के त्यसले थाहा पायो भने त मेरो हड्डी करङ सरङ सबै भाँच्छ त यार तिमी बुझ न कस्तो यार तपाईँले मलाई चिन्नुहुन्छ नाइ मेरो बाउलाई चिन्नुहुन्छ नाइ मेरो आमालाई चिन्नुहुन्छ नाइ म कहाँ बस्छु थाहा छ नाइ धन्यवाद पल दाइ पल दाइ के भो आज लास्टै रक्सी खान मन लाग्छ कतै रक्सी खान लिएर हिँड्नु न कहाँ जाने भन्नु त ए जाऊ रक्सी खान पनि के कलकत्ता जानु अन्त कतै भन्नुस् कहाँ जाने मेरो घरको वरिपरि भनेपछि त्यही रामेको भट्टीमा जाम अनि कति बोतल खानी त 7 बोतल मात्र होइन 10 बोतल खाइन्छ दाइ 10 बोतल अनि सितन चाहिँ के खानी त रक्सीसँग अनि जेरी पनि कसरी खान्छ रक्सीसँग बरु सुकुटी खानुपर्छ सुकुटी अनि तपाईँले रक्सी खाएर झ्याप भएपछि बमिट त गर्नु न नि हो गुड गर्न पनि हुन्न म त फेरि झ्याप भएपछि नाचै गर्छु के तपाईँले के हार्नुहुन्छ त कसलाई हो मलाई हुन हो बेकारमा मान्छेहरूले देखे पनि लाज मात्र यार सुटुक्क पनि हुन्न के तपाईँको कतिवटा गर्लफ्रेन्ड छ भन्नुहोस् त अनि धेरै छ त ती गर्लफ्रेन्डलाई गएर चुप्पा गर्नुहोस् न मलाई किन गर्न पर्यो यस्तो कालो कलौटो अनुहार र सनुहार केही नभएको मान्छेलाई तिम्रो त अर्कै बोयफ्रेन्ड छ अरे हो छैन कसम खाऊ त मा कसम हेर अझै लाज पनि नलाग्ने झुटो कसम खानलाई त रामप्रसाद भन्ने को खोइ मलाई थाहा छैन अझै थाहा छैन अरे तिमी यसरी अरू केटाहरूसँग हिँड्दा मलाई कति पीडा हुन्छ कि मेरो मतलब छैन र तिमीलाई मतलब छैन तेरो मतलब छैन भने मलाई पनि बस्नु छैन तिमीसँग रिलेसनमा ब्रेकअप गरौँ जान्छु म जाने भए गइजा जान त जान्छु तर त्यो भन्दा पहिला मैले तिमीलाई रिलेसनमा हुँदाखेरि के गिफ्ट दिए सबै फिर्ता गर गर्न सक्दिन अरे त्यसो भए मेरो नामको ट्याटु जुन हातमा बनाएको छौ नि त्यो मेटाइहाल कहिले मेटाउँछौ आज होइन भर्खरै मेटाउ अनि मेटाउँदाखेरि दुखाउला अलि ध्यान दिएर मेटाउ दुख्दैन आजकल त मलाई दुखाओस् नदुखाओस् आजदेखि तिम्रो बाटो अलग मेरो बाटो अलग म बोयफ्रेन्ड हुँदाहुँदै अरू केटाहरूसँग बोलेर मलाई चिट गर्ने तिमी अनि तिमी धोकेबाज कि म धोकेबाज तिमी हो धोकेबाज तिमी हो म जस्तो केटा त नि तिमीले यो संसारमा पाउँदिनौ बुझौ हेरमला पाउँछौ कि नै अब जेसुकै होस् ब्रेकअप भइसक्यो लास्टमा के भन्न छ भने भन मेरो नाममा पिण्ड बगाइदिनु जिउँदै मान्छेको कसरी पिण्ड बगाउँछ त्यही पनि तिम्रो लागि खर्च गर्न मसँग एक रुपियाँ छैन के जाम आज हाम्रो घर किन हो आज हाम्रो घरमा मासु पकाछौँ के मासु साँच्ची हो हो त के छिटो आइहाल अनि मासुसँग के खानी हो त खैनी चुरोट खैनी चुरोट त हुन्न के बरु रक्सी खाऊँ न रक्सी के थुक्क हो र तिम्रो त्यो खैनी चुरोट भन्दा त रक्सी मिठो हुन्छ तिमीलाई मिठो लाग्दैन र अब तिमीलाई मिठो नलाग्ने भयो यसो गरौँ तिमीले मासुसँग खैनी चुरोट खाऊ मैले रक्सी खान्छु पर्दैन अरे त्यसमा मैले के खाम त कसको आँखा यिनलाई खैनी चुरोट नखाऊ भनेको खालि उल्टे कुरा मात्रै गरेछिन् त्यो चुरोटको धुवा नि गनाउँछ अनि बाबाले देख्नुभयो भने मलाई मार्नुहुन्छ के त्यही भएर भनेको मैले के डर छेरुवा हो र मेरो यति हिम्मत छ कि तिमीलाई भर्खरै भगाएर लान सक्छु बुझौ लैजाऊ भन्दा लाने हैन लान त लानु हुन्थ्यो गरे तिम्रो अर्को बोयफ्रेन्ड छ होला छैन अनि मलाई कति माया गर्छौ त अलिकति माया गरेर हुन्छ र अलिक धेरै माया गर्नु पर्दैन अलिक पिट्छु अनि जाम आज तिमी र म घुम्न के हुन्छ र जाम न कसले भन्छ र थाहा पाउनलाई ए त्यो पल्लारे साइलाको टेन्सन नगर्न म त्यसलाई लात्ते हान्दा ठिक ठाउँमा ल्याउँछु के बरु घुम्न जाँदा के खानी हामीले भन त चुरोट कोसँग हो चुरोट खानी हुन्न मसँग त एक्लै खाऊ कहाँ बसेर खान्छौ त ए मेरो काखमा त हुन्न के मलाई मनै पर्दैन त चुरोट बरु यसो गरौँ एक गिलास खुकुरी रम खाम तिमीले पनि खानी आइछौ गरे खुकुरी रम कसले भन्यो त्यही पल्लारे साइलाले भन्थ्यो मलाई त खाइदिम लाग्यो एक गिलास हुन्छ के हुन्छ र
मात्रै झार्छिन् आमाले ए झार्नु न के दाँत साथ कले भन्छ र आमालाई खुकुर रम खाएको भनेर पल्लारे साइलोले ए त्यो पल्लारे साइलाको टेन्सन नगर त त्यसलाई लात्तै लात्तैले हान्डा ठिकठाकमा ल्याउने काम मेरो भयो कि त्यसले केही भन्दैन अहिले टाइम कति भयो भन्छ भयो 10:30 ओ ल 10:30 भयो नि 12:30 बजे मलाई भेट्न आऊ अनि मेकअप गर्यो हिजो गरे ए हिजो गरेर हुन्न के फेरि आज गरेर राम्री भएर आऊ अनि भेट भएपछि के गर्ने मन छ त मन छ अङ्गाले अङ्गाले ल ल जति रोइनी रुमलाई दुईजना भेटेर छिटो आऊ मलाई भेट्न बुढा म माइत जान्छु नि है इतनी खुसी जान्छु नि है जाऊ जाऊ रे खुब म माइत गएपछि अरू केटीसित मस्किन पाइन्छ भनेर होला नि त्यसो भए नजाऊ मेरो आफ्नो जन्म घर नजाऊ भन्ने तिमी को अगर हम करें तो करें क्या, बोले तो बोले क्या। तिमी माइत गएपछि त घरै नरमाइलो हुन्छ म त एक्लै हुन्छु तर तिमी त खुसी देखेर आछौ त म माइत जान लागेको देखेर होइन म दुखी छु ए हेर न आँसु पनि आछि साले तू तू तो गया बेटे एक्सरसाइज गरेको बच गया साला।